हेर्नु साथीहरू, खोला बाढी पहिरोले कति साह्रो डुबाउनु परेको छ नेपालमा। नेपालको रसुवा भन्ने जिल्लामा हेर्नु त आम्मामा रसुवा गोर्खा हेर्नु घरहरू गएको आम्मामा यो भगवान मान्छेको सपना आएर कति करोड कति लगानी गरेर वर्षौँको सम्पत्ति लगाएर घर बनाएको घर यसरी एउटा बाढी पहिरो लगेपछि मान्छे कसरी बाँच्न सकिन्छ यार। हेर्नु त आम्मा बाढीले खोला नाला रुखपात सबै चप्पै लगायो हेर्नु त आम्मा घरतिर पानी छिरेर बाफ्रे बाफ। त्यही भएर भन्छ नि खोला 10 वर्ष 20 वर्ष पछाडि पनि फर्किन्छ, खोलाको छेउछाउमा घर बनाउनु होइन भनेर बुढाबुढीहरूको उखान सत्य हो साथी हो। त्यही भएर खोलाको छेउछाउ घर बनाउँदा होस पुर्याएर गर्नुहुँदा हेर्नु घर आगो लागेर मान्छेहरू बगेको हेर्नु कस्तो दुःख। यो बेलामा हामी सबैले मिलेर एक आपसमा सहयोग गर्नुपर्छ, कसैको मौकाको फाइदा उठाउनु हुँदैन साथीहरू।